नमस्ते सबैजनालाई वेलकम ब्याक मेरो च्यानलमा उहाँ हुनुहुन्छ मेरो प्यारो दाजु सबिन दाई सबिन अर्याल एन्ड मेरो प्यारो बहिनी सुजु अधिकारी। आजको मेरो यो भिडियोको मुख्य कारण चाहिँ के छ भन्दाखेरि आज युके को बारेमा हामीले केही नयाँ आउँदै हुनुहुन्छ भने र युकेमा भर्खर आउनु भएको छ भर्खरै यतितिर हुनुहुन्छ भने नि हामीले केही आफूले भोगेका कुराहरू आफूले जानेका आफूले एक्सपिरियन्स गरेका म त यहाँ अलमोस्ट 2 वर्ष भइसकेको छु एन्ड मेरो दाइ मास्टरमा आउनु भएर पनि उहाँको सकिने बेला भइसकेको छ एन्ड बहिनी भर्खर 1 वर्ष उसले कम्प्लिट गरिसकेको छ एन्ड हुँदैछ कि के छ हुँदैछ सेप्टेम्बरमा हुन्छ। र त्यसकारण आजको यो भिडियोमा हामी कुरा गर्दैछौँ युकेमा इन्टरनेसनल स्टुडेन्टको लाइफ यस्तो कस्तो हुन्छ, पढाइ र पार्ट टाइम काम कसरी म्यानेज गर्न र रुम कहाँ लिँदा सजिलो हुन्छ, एक्सपेन्सेस कसरी म्यानेज गर्न सकिन्छ, युकेमा काम पाउन कतिको सजिलो छ भन्ने बारेमा एन्ड धेरैजना नेपालबाट युके आउने सपना देख्नुहुन्छ तर यता आइसकेपछि पढाइ काम बसाइ र डेली एक्सपेन्सेसहरू गर्नलाई अलि च्यालेन्जेस नै हुन्छ। हामीलाई पनि भएको थियो, सबैलाई नै हुन्छ, त्यो केही पनि थाहा हुँदैन, भर्खर आएको हुन्छ, आफ्नो ठाउँबाट छोडेर आफ्नो भनौँ न आफ्नो सर्कल छोडेर यता आउँदाखेरि कुनै कुराले मिट खाँदैन। जस्तै अब ल्याङ्ग्वेजहरूमा नि डिफ्रेन्स हुन्छ, हाम्रो उताको पढाउने लेखाउने इङ्ग्लिस र यताको जस्तै लन्डन युकेको एक्सेन्ट छुट्टै हुन्छ, बुझ्न गाह्रो हुन्छ। यस्तै कुराहरूको लागि आज हामीले भिडियो बनाउँदैछु। अनि आज हाम्रो केही इम्पोर्टेन्ट कुराहरू पनि क्वेसनहरू पनि छ, जस्तै नेपालबाट मेरो एउटा प्यारो साथीले पनि उसको जिज्ञासा पोख्दै थियो के चाहिन्छ कस्तो चाहिन्छ। मेरो भाइहरूले पनि जस्तै मेरो जति पनि रिलेटिभ छन् हाम्रा छन् उनीहरूले सोध्नुहुन्छ, जस्तै भिजा लगाइसकेपछि सोध्नुहुन्छ के गर्ने कसो गर्ने, अब के गर्ने हाम्रो भिजा लाग्यो। यस्तो कुराहरूलाई चाहिँ सुरुमा नै हामीले अब उतैबाट अलिकति माइन्ड मेकअप गरेर आयो भने हामीलाई नि सजिलो हुन्छ यता आएर भौतारिनु भन्दाखेरि। यस्तै कुराहरू लिएर आज मसँग 10वटा क्वेसन रहेको छ जो चाहिँ मेरो लाइफमा नि म्याच खाएको छ, सबैको लाइफमा म्याच पनि खाएको छ र यो चाहिँ एकदम जान्नुपर्ने कुरा हो। मेरो यहाँ एकजना मास्टरमा पढ्ने हुनुहुन्छ भने अर्को ब्याचलरमा पढ्ने हुनुहुन्छ, दुईजनाको तपाईँहरूले आज रिभ्यू जस्तै कसको रिभ्यू कस्तो जान्छ, आफ्नो भोगाइ कसरी जान्छ यो चाहिँ उहाँको मुखबाट सुन्नुहुँदा म पनि केही आज जानिन्छ, हामीले पनि केही न केही अब सिकिन्छ अलवेज। म पनि नयाँ नै हो, धेरै त भएको छैन, मास्टर्सकै लागि भए पनि बल्ल 10-10 मन्थ त भयो नि यहाँको। तपाईँसँग मास्टरको नलेज छ, तपाईँसँग भनेपछि उहाँ बहिनीसँग पनि ब्याचलरको छ, अलमोस्ट म 2 वर्ष भइसक्यो मसँग नि केही छ आफ्नो तिमीसँग छ बढी अलवेज, त्यो त अलवेज त भइहाल्छ नि अलिअलि त, तर भोगाइ छुट्टै हुन्छ नि त। र हाम्रो आजको यहाँ यस भिडियोको मेन एउटा क्वेसन्समा जाऊँ न त है, मेरो साथीले पठाएकोमा। युकेमा स्टुडेन्ट लाइफ सुरु गर्दा तपाईँको फर्स्ट एक्सपिरियन्स कस्तो थियो? क्वेसन्स एकदम राम्रो रहेछ, कसले पठायो यो बनाएको हो, तिमीले बनायो होला सायद। यो क्वेसन पठाउने चाहिँ मेरो एकदम प्यारो साथी, साउट आउट सागर भट्ट। ए सागर, ल ठिक छ, यो क्वेसनको लागि धन्यवाद सागरजीलाई। अनि युकेमा स्टुडेन्ट लाइफ सुरु गर्दा तपाईँको एक्सपिरियन्स कस्तो थियो? फर्स्ट टाइम जब यहाँ आइयो जुन एक्सपेक्टेसन जुन चाहिँ थियो त्यो चाहिँ अलिकति मिट खाँदैन। अब स्टुडेन्ट लाइफ यहाँनिर अलिकति स्ट्रगल नै छ, जे सोचेर आएको थियौँ हामी सोचेको जस्तो त्यति सहज चाहिँ छैन, तर त्यति गाह्रो पनि छैन त्यो चाहिँ अब यहीँ आइसकेपछि अझ बुझ्ने त्यो आफ्नो भोगाइ हामीले भन्दा पनि भोगाइले नै अझ बढी थाहा हुने चिज हो। त्यति सजिलो छैन त्यो अभियसली कसरी सजिलो हुन्छ त नि, हाम्रो एक्सपेक्टेसन कस्तो हुन्छ युकेमा हामीले आफै देखेर हुन्छौँ नि त। जस्तै टिभीहरूमा मुभीहरूमा युकेको लाइफ स्टाइल कस्तो देखाएको छ, टावर ब्रिज लन्डन ब्रिज त्यो हुन्छ नि, त्यो तरिकाको एक्सपेक्टेसन देखाएको हुन्छ। जस्तै फिल्मको हामीले फिल्मै हेरेर त आउँछौँ नि, यताको स्याड रियालिटी सबैले कहाँ भन्छन् त नि, हामीले आफै दुःख गर्छौँ, हामीले आफै भन्दैनौँ त आफ्नो फ्यामिलीलाई पनि हामीले यो दुःख भन्दैनौँ भने उनीहरूले त एक्सपेक्टेसन गरेकै हुँदैन। म आफै गरेको थिइनँ, राम्रोसँग युके आइन्छ यस्तो गरिन्छ यो लाइफ बिताइन्छ यो गरिन्छ, यहाँ आएपछि थाहा भयो नि त रियल स्ट्रगल के रहेछ भन्ने। तिम्रो के छ, तिम्रो युके आइसकेपछि फर्स्ट एक्सपिरियन्स कस्तो थियो तिम्रो? पहिला त डर लागिरहेको थियो, नयाँ ठाउँ कोही पनि थिएन, तर मैले चाहिँ रुममेट चाहिँ नेपालदेखि नै फिक्स गरेर आएको थिएँ, त्यही भएर उहाँ र मैले मिलेरै घरहरू सबै हेरेर आएको थियौँ, त्यो चाहिँ सजिलो भएको थियो हाम्रो लागि। अनि घरको लागि दादाहरू त्यो फर्स्टमा जस्तो जे भयो नि पछि राम्रो हुँदै गयो, मिल्दै गयौँ, त्यही भएर
अगाडिको एक्सपेक्टेसन अनुसार राम्रो हुँदैन, तर बिस्तारै बिस्तारै ठिकै हुँदै जान्छ। एक्सपेक्टेसन चाहिँ के बोकेर आएको थियो, कस्तो खाले एक्सपेक्टेसन बोकेर आएको थियो, केमा मेन कुरा युकेमा घर राम्रो छैन, घर राम्रो हुँदैन रहेछ, त्यो घर राम्रो हुँदैन रहेछ। म चाहिँ अरूको अब युएस क्यानाडातिर हुन्छ नि घरहरू पुरै आफैले लिज लिनुपर्ने त्यस्तो, यहाँ चाहिँ रेन्टमा रुम चाहिँ दिने रहेछ, घरै चाहिँ हुँदैन रहेछ। अनि त्यस्तैवाला एक्सपेक्टेसन त्यसमा चाहिँ फरक पऱ्यो, अरूमा त एक्सपेक्टेसन त्यति हाई पनि बोकेर आएको थिइनँ म। सो है युके आउँदै हुनुहुन्छ भने चाहिँ मेन समस्या चाहिँ हाम्रो यहाँ रुमकै छ। अलवेज यहाँ रुम पाउनु लास्टै गाह्रो छ। रुम पाउनु गाह्रो भन्दा सजिलै पनि छ गाह्रो पनि छ। अब तपाईँ कस्तो तरिकाले आउनुहुन्छ, म बिलङ गर्छु अब मिडल क्लास फ्यामिलीबाट। जस्तै मैले अब म्याक्सिमम् तिर्न सक्छु भनेको मैले भर्खर आउँदाखेरि 350 400को रेन्जमा तिर्न सक्छु। अब 350 400को रेन्जमा हामीले यहाँ रुम पाउन गाह्रो छ कि सेयरिङमा बस्नुपर्छ, नभए आफै अब सिङ्गल बस्छु भन्दाखेरि त्यो हाम्रो अब मिनिमम 800 900 पर मन्थ पर्न जान्छ। सो हाउसमा चाहिँ एक्सपेक्टेसन चाहिँ एकदम कम राखेर आउँदा नि हुन्छ, जति पनि आउँदै हुनुहुन्छ। एन्ड अब हाम्रो सेकेन्ड क्वेसन रहेको छ, पढाइ र पार्ट टाइम काम सँगै कसरी राम्ररी म्यानेज गर्न सक्नुहुन्छ, कसरी सकिन्छ म्यानेज गर्न पढाइ र काम? सबभन्दा गाह्रो चाहिँ यो नै हो। अब अझ युनिभर्सिटी अनुसार चाहिँ तिम्रो के हुन्छ भने विकमा कोही युनिको सब्जेक्ट अनुसार नि फरक पर्छ। कसैको 2 दिन काम हुन्छ, कसैको 1 दिन काम, के अरे 1 दिन पढाइ हुन्छ, कसैको 2 दिन पढाइ हुन्छ, कुनै युनिको 3 दिन पढाइ हुन्छ। काम पनि अलिकति त्यति सहज सोचेको जस्तो सहज इजिली नै काम पनि पाउन सकिँदैन, अलिक गाह्रै छ काम पाउन पनि। अब त्यो त बिस्तारै मिलाउँदै जाने हो, मिल्छ, नमिल्ने होइन। जस आत्तिनु भएर आफ्नो पनि बेचिदिनु पऱ्यो। अब जस्तै अब काम चाहिन्छ भनेर चाहिँ कामले आफूले कामलाई बोलाउँदैन, आफूले कामलाई खोज्ने हो। कामले आफूलाई कहिले पनि खोज्दैन। यो ठाउँमा चाहिँ तपाईँ आउनुभयो, अब काम नै भनेर भित्र काम चाहियो भनेर भित्र मात्रै बसेर हुँदैन, एक्सप्लोर गर्नुपर्छ। तपाईँ भर्खर आउनु छ भने डुल्नुपर्छ, आफ्नो ठाउँ एक्सप्लोर गर्ने। कहाँ छ यो, जस्तै अब म बजार घुमेको छु भने एउटा पसलमा जाने, यहाँ काम छ भनेर सोध्ने, त्यो गर्नुपर्छ। आफ्नो सर्कल मेरो बुझाइ चाहिँ दाइ के छ भन्दाखेरि आफ्नो सर्कल फ्रेन्ड सर्कल लोड बनाउने। युनिभर्सिटी आइसि आफूभन्दा सिनियर छ कि को छ, जुनियरहरूलाई सङ्गत बढाउने। मसँग काम छ भने मलाई ल्याइदिनु, म फ्री छु, कहीँबाट रेफरेन्स छ भने रेफरेन्स लगाइदिनु भन्नुपर्छ। त्यो त्यति कुरामा चाहिँ अब एकदम केयरफुल भएर आउनुपर्छ। उतैबाट आउँदाखेरि आफ्नो को छ यतातिर, आफ्नो रिलेटिभ्सहरू को छ, आफ्नो को साथीहरू को छ, उनीहरूलाई आउनुभन्दा 1 महिना अगाडि नै ल म आउँदैछु, अब यस्तो छ, अलिअलि सकेको हेल्प गर्नु है भनेर भन्नुपर्छ। त्यति गर्दा चाहिँ अलिकति छिटो काम पाइन्छ भन्ने चाहिँ लाग्छ मलाई चाहिँ। अनि मैले एउटा जोड्न चाहेँ, कोही आफूले चिनेको कोही मान्छे, साथी, फ्यामिली जसुकै होस्, छ युकेमा बस्ने कोही छ भने चाहिँ अगाडि आउनुभन्दा अगाडि नै यो कामको अनि यो बस्नेहरू चाहिँ प्रिपेयर्ड भइयो भने अलिक सहज हुन्छ। झन् यहाँबाट आफ्नो डे टु डे स्टार्ट गर्न सजिलो हुन्छ। नत्र यहाँ लगेज बोक निस्कि है। एन्ड तिम्रो के छ, तिम्रो पार्ट टाइम काम र युनिभर्सिटी कसरी म्यानेज गर्न सक्छौ, केही भइरहेको छ तिम्रो? हाम्रो त सजिलै हुन्छ त्यो। अब अगाडिदेखि नै हाम्रो युनिभर्सिटीको रुटिन जहिले सेम हुन्छ। सेमिस्टर वाइज कुन दिन क्लास हुन्छ भनेर फिक्स हुन्छ, त्यही अनुसारले हाम्रो चाहिँ यहाँ चाहिँ रुटिनलाई रोटा भनिँदो रहेछ युकेमा आएर। अनि कामको रोटा चाहिँ त्यही अनुसारले हाल्दा नि भयो। त्यही भएर त्यो काम र युनिभर्सिटीको लागि त्यस्तो गाह्रो चाहिँ हुँदैन। तिम्रो काम र युनिभर्सिटी म्यानेज तिम्रो सजिलै भइरहेको तिम्रो ओपिनियन भनेपछि होइन? मजाले भइरहेछ। ल है त, मिक्स रेस्पोन्स आइसकेको छ हाम्रो यहाँ। कसैले भन्नुहुन्छ दाइको भोगाइ छुट्टै हुन्छ। मैले भने भोगाइ अनुसार डिफ्रेन्ट हुन्छ। मेरो भोगाइ छुट्टै छ, अब दाइको भोगाइ छुट्टै छ, बहिनी भोगाइ छुट्टै छ। मेरो जुत्छ कहिले दाइको मिल्छ, उसको चाहिँ राम्रो भइरहेको रहेछ अहिलेसम्म। राम्रै होस् है सधैँलाई। एन्ड के छ तिम्रो भन्न चाहने यसमा अरू थप्नुपर्ने कुराहरू? त्यो चाहिँ डिपेन्ड मान्छेमा नि पर्छ, जसको मान्छेकोमा काम गरिरहेको छ, कस्तो मान्छे परिरहेको छ भनेर। अब कसैको त अब युनिभर्सिटी छ भन्दा होइन त काममै आइज भन्ने नि हुन्छ नि त। अब मेरो चाहिँ अहिलेसम्म त्यस्तो भएको छैन। त्यही भएर त्यो मलाई काम दिने मान्छे चाहिँ राम्रो परेर हो त्यस्तो भएको चाहिँ। भनेपछि ओनर पनि राम्रो चाहिँदो रहेछ है, त्यो जहाँ पनि चाहिन्छ। अब जाउँ हाम्रो थर्ड क्वेसनतर्फ। इन्टरनेसनल स्टुडेन्टको लागि पार्ट टाइम काम पाउन कतिको सजिलो छ, कतिको सजिलो छ दाइ पार्ट टाइम काम पाउनलाई? युकेमा सबैभन्दा गाह्रो त केही पनि छैन, गर्दै गएपछि गाह्रो परिन्छ। अब हामी उता नेपाल हुँदा प्रायः सबै विद्यार्थी नै हो, कोही +2 कोही ब्याचलर। हामी नेपाल हुँदाखेरि चाहिँ खासै काम नगर्ने होइन, अब बाबा मम्मीहरूले नै गर्नुहुन्थ्यो, घरै बस्ने, घुम्ने, पढ्न गइन्थ्यो, खासै काम गरिन्थेन। अब यहाँ
आएपछि हामी त्यो बस्छौँ गर्छौँ भन्न पनि पाइएन, हामीले काम गर्नै पर्छ, काम खोज्नै पर्छ। त्यो भएकाले हामीलाई अलिकति त्यो वातावरणसँग घुलमिल हुन नसकेको हो। तर काम गर्ने मान्छेलाई, काम गरिरहने पहिल्यैदेखि काम गरेकोहरूलाई त्यति गाह्रो चाहिँ छैन। अब कुरा आयो इन्टरनेसनल स्टुडेन्टको लागि पार्ट टाइम पाउन कतिको सजिलो छ भन्यो। सबभन्दा गाह्रो चाहिँ यो पार्ट टाइम कामको लागि चाहिँ गाह्रो। फुल टाइम तिमीले गर्न सक्छौ, फुल टाइमर हो तिमी यदि भने कामको लागि एकदम सहज छ, जहाँ पनि पाइन्छ, जस्तो ठाउँमा नि पाइन्छ। तर पार्ट टाइमको लागि नै चाहिँ अलि गाह्रै छ। कामै नपाउने होइन, काम पाइन्छ। आफूले अब अघि उसले भनेको जस्तै आफू पनि अगाडि बढ्नु पऱ्यो, आफूले पनि भ्यू गर्नु पऱ्यो, एप्लाई गर्नु पऱ्यो। मेन त यदि एप्लाईले भएन भने पनि डोर टु डोर सिभी लिएर भए पनि जानु पऱ्यो। त्यो त गर्न पऱ्यो। पर्यो अन्त अलि गाह्रै छ। फुल टाइमको लागि भन्दा पार्ट टाइमको लागि अलिक गाह्रै छ। यस्तो नि हुन्छ। मलाई चाहिँ के लाग्छ भन्दाखेरि दाइ, अब आफू कस्तो तरिकाले आएको छौँ भन्दा नि हुन्छ। जस्तै अब हामी भन्दा मिडल क्लास फ्यामिलीबाट आयौँ। अब हामीले चाहिँ अब नेपालमा पनि दुःख गरिसकेका छौँ, अलिकति जे पनि गरिन्छ भन्ने तरिकाले हुन्छ। अब यता आउँदा चाहिँ फेरि मैले एउटा मेरो भोगाइ क्या दाइ, मेरो देखाइ, मेरो भोगाइअनुसार चाहिँ काम पनि नपाउने होइन, काम पाउँदा नि नगर्ने नै हुन्छ नि क्या। काम पनि आफूले छानेर गर्नुपर्ने। अब जस्तै मैले हाम्रो मेन्टालिटी के राखेर आउनुपर्छ भन्दा म जे पनि गर्छु कि भने अब ठिक छ, आफ्नो फ्यामिली क्यापेबल हुनुहुन्छ भने आउने ल ठिक छ, त म कामै यो काम पाए गर्छु, नत्र गर्दिनँ भनेर चल्नुहुन्छ भने चाहिँ फ्यामिलीले अब उताबाट ब्याक सपोर्ट गर्नुहुन्छ भने चाहिँ त्यसलाई चाहिँ आफ्नो हिसाबले चल्ने, आफ्नो अनुसारले काम पाउने उसलाई चाहिँ राम्रो हुन्छ। नत्र भने होइन, म अब फ्यामिलीले मलाई यता पठाइदिनु भयो, अब आफूले हाम्रो सङ्घर्ष गर्छु, स्टार्ट गर्छु भनेपछि चाहिँ कामलाई चाहिँ नाखुम्चाउनु भएन। जे काम पाएँ नि, जस्तै मैले अब केपी पाएँ भने केपी हान्न गएँ। मैले अब तपाईँको क्लिनर पाएँ नि कि क्लिनर गर्न गएँ। तर मलाई अब किचनमै चाहिन्छ, मलाई अब वेटरै चाहिन्छ भनेर चाहिँ यसरी काम रोज्न थाल्यो भने चाहिँ अभियसली गाह्रो हुन्छ। यहाँनिर मतलब अन्त एसियनको कन्टेक्स्टमा होइन, हाम्रो यो ठाउँमा चाहिँ काम कुनै ठुलो कुनै सानो हुँदैन है। सबै काम बराबर छ, बराबर नै छ। जति काम गर्ने ठाउँमा अब काहीँ त होला त्यस्तो, नत्र भने प्राय मैले काम गर्ने ठाउँमा पनि सेफलाई जति रेस्पेक्ट छ केपीलाई पनि। अब कामलाई चाहिँ छोडेर कामको बाटोलाई एक ठाउँमा राखेर जस्तो सेफलाई जस्तो रेस्पेक्ट छ, जसरी बोलिन्छ केपीसँग पनि त्यसरी नै बोलिन्छ, रेस्पेक्ट त्यही छ। काम चाहिँ ठुलो सानो छैन यहाँनिर, यो ठुलो पदको यो सानो पदको भन्ने त्यो चाहिँ न। हामीलाई एसियनलाई त्यस्तो हुन्छ नि त। जस्तै केपी हान्नेलाई एकदम भाडामा नि त हो नि भन्ने, अब क्लिनरलाई क्लिनर त हो नि भनिन्छ। तर यहाँनिर त्यस्तो भेदभाव छैन नि त। यहाँनिर यानि कि ओनरले नै बिजी भयो भने ओनर नै आएर भाडा मार्छ मजाले। अब अरू कामतिर त अरू काम त बरु अलि थाहा हुन्न उनीहरूलाई, अलिक सहज भनेको भाडा माझ्न, बरु गिलास पुस्न, त्यस्तो खाले ओनरले आएर त्यस्तो खाले काम गर्छन् हाम्रोमा। ओनरको वाइफ अनि उसको ओनरको बच्चाहरू। उस्तै मेरोमा काम गर्ने ठाउँमा त एकचोटि बिजी थियो, ओनरको ज्वाइँ साहब नै हुन्छ, यहाँ के भन्छ सनिल ल समथिङ के, बिजीको टाइममा उसले आएर मजाले भाँडा माझेको थियो यहाँ मैले काम गर्ने ठाउँमा। यस्तै हुन्छ, मिक्स रेस्पोन्स हुन्छ। किन भन्दाखेरि यहाँनिर मलाई पनि त्यही लाग्छ, अब काम गर्नलाई चाहिँ आफू चाहिँ मेरो मेन सूत्र भनेको चाहिँ युके लन्डनमा सर्भाइभ हुनलाई कामलाई चाहिँ जे पनि पाएपछि गर्छु भन्ने आँटले आउनुपर्छ। तिम्रो के छ, काम पाउनु कति सजिलो हुन्छ तिम्रो पोइन्ट अफ भ्यूबाट? तिमीले अब यहाँ चाहिँ दुई थरीको काम पाइन्छ, एनआई भन्ने हुन्छ, क्यास भन्ने हुन्छ। अब एनआई भन्ने चाहिँ गाह्रै छ पाउनलाई, त्यो धेरै खोज्नुपर्छ। क्यासमा चाहिँ थोरै पैसामा दिन्छन्, त्यही भएर काम जता पनि पाइन्छ। त्यो बोकेर गयो भने अब थोरै पैसा हुन्छ। अब फर्स्ट आएको छ भने कामै पाएको छैन भने त त्यही क्यासको काम गरिराख्दा नि हुन्छ होइन, काम त्यहाँबाट। अनि ऊहरू मेन भन्दा चाहिँ कनेक्सनहरू बनाउनु पऱ्यो यहाँ आएर चाहिँ। त्यो यहाँ भएर म योसँग बोल्दिनँ, म योसँग गर्दिनँ, म एक्लै बस्छु भनेर भन्यो भने चाहिँ त्यो चाहिँ हुँदैन। त्यहाँ कनेक्सन बनाएरै कनेक्सनले अब साथीहरूले रेकमेन्ड गरिदिन्छ, रिफर गरिदिन्छ, त्यही अनुसारले चाहिँ काम पाउने हो यता। यही नै हो मिक्स रेस्पोन्स सजिएको पनि। आफ्नो भोगाइ नै भनिरहेको हामीले टु बी फ्याक्ट सिधा कुरा गरिरहेको। कसैलाई अब चित्त नबुझ्न नि सक्छ हाम्रो कुराहरू। अब कसै अब राम्रो कसैले चाहिँ आउने बित्तिकै एकदम आफ्नै लाइफ चिल तरिकाले पनि लक अनुसार राम्रोसँग पनि गइरहेको हुन्छ, कसैको चाहिँ अलिकति अप्ठ्यारै तरिकाले गइरहेको हुन्छ। त्यही भएर आफ्नो भोगाइअनुसार हामीले चाहिँ आफ्नो अब दाइले आफ्नो एक्सपिरियन्स भन्नुभयो, मैले आफ्नो एक्सपिरियन्स भने, बहिनीले आफ्नो एक्सपिरियन्स सुनाइरहेको छ। त्यसमा चाहिँ अब हाम्रो फोर्थमा जाउँ न त है क्वेसन चाहिँ त।
अब मेरो अब के पठाएको रहेछ फोर्थ क्वेसन भनेपछि युनिभर्सिटी नजिकै बस्दा ठिक हुन्छ कि अब हामीले रुम लेख्दाखेरि युनिभर्सिटीबाट कामलाई नजिक बनाउँदा ठिक हुन्छ भन्ने क्वेसन पठाएको रहेछ। अब यसमा चाहिँ के भन्नु चाहनुहुन्छ दाइ, हामीले कतातिर रुम लेख्दा ठिक हुन्छ? यसमा चाहिँ अब दुई थरी कुरो छ है। अब युनिभर्सिटीकै नजिकै रुम लिँदा अब सुरुमा त सबै थाहा हुँदैन, लाग्छ नि त 1-2 महिना त हामीले यहाँको अलिअलि भिज्न पऱ्यो। सुरुमा त उताबाट आउने बेलामा युनिभर्सिटीको नजिक भयो भने आफूलाई अलिक सहज हुन्छ, तर पछि टाइम भइसकेपछि 1-2 महिना पछि भन्न खोजेँ, 1-2 महिना पछि चाहिँ काम जता पाइन्छ कामको नजिक भयो भने पछि चाहिँ सजिलो हुन्छ। सुरुमा उताबाट आउने विद्यार्थीहरूले त युनिकै नजिक छेउछाउमा लिँदाखेरि बेस्ट, म चाहिँ त्यो भन्छु। मलाई पनि मेरो पनि त्यही छ है धारणा। किन भन्दाखेरि तपाईँले अब आफ्नै रुम खोज्दै हुनुहुन्छ, तपाईँको भिजा लगाइसक्यो, भिजा रुम खोज्नुहुन्छ नि, कसैले साथीहरूलाई भन्नुहुन्छ, कसैलाई कन्सल्टेन्सीले भन्नुहुन्छ नि, तपाईँले के भन्नुपर्छ भन्दाखेरि मलाई मेरो युनिभर्सिटीको डिस्टेन्सबाट 30 मिनट वाकिङ डिस्टेन्ससम्म चाहिँ मलाई रुम खोज्दै, किन तपाईँको साथी हुनुहुन्छ नि, मलाई यति यो मेरो युनिभर्सिटी यो छ, मलाई यति स्टेसनमा खोज्दै भन्नुभयो भने सबसे बेस्टै हुन्छ। किन भन्दाखेरि लन्डनमा सबसे बढी महँगो भनेको एक्सपेन्सेस भनेको ट्राभल र रेन्ट। तपाईँको रेन्ट त जहाँ पनि तिर्न परिहाल्यो। अब ट्राभलको लागि चाहिँ तपाईँ 30 मिनटको डिस्टेन्समा बस्नु भने तपाईँ हिँडेर जान आउनु सक्नुहुन्छ। त्यसको लागि भनेपछि तपाईँको मिनिमम 5 पाउन्ड बच्छ पर डेमा। 5 पाउन्ड भनेको तपाईँको अब मिनिमम 2 दिन त युनिभर्सिटी लाग्छ प्रायः युनिभर्सिटीहरूमा। 10 पाउन्ड भनेको 1 हप्तामा 10 पाउन्ड सक्नु भनेको त त्यो आफ्नो ग्रोसरी नै आउँछ नि, होइन? त्यो अनुसारले लाग्छ। त्यही भएर तपाईँ आउँदै हुनुहुन्छ भने चाहिँ तपाईँको युनिभर्सिटी कुन हो, आफ्नो त्यो कुन लोकेसनमा छ, त्यो लोकेसनमा आफ्नो चिनजान को छ, कसलाई तपाईँले रुम खोज्दै भन्नुभयो साथीहरूलाई, एन्ड कोही फ्यामिली मेम्बर हुनुहुन्छ भने आफन्त हुनुहुन्छ भने मलाई यो एरियामा खोजिदिनु, म यताबाट सहिलो पर्छ भन्ने हुन्छ। त्यो चाहिँ आफूले सुरुमै प्लान बनाउनुपर्छ। अनि यो भिडियो मार्फत एउटा कुरा जोडिदिएँ मैले, यदि त्यस्तो अप्ठ्यारो कोही मान्छे छैन, चिनेको छैन भने पनि उसलाई सम्पर्क गर्दा पनि हुन्छ है रुमको लागि चाहिँ, जस्ट फर हेल्प मात्र। जस्ट फर मैले एनी टाइम सबैले हेल्प गर्न तयार छु है म चाहिँ। ल त्यो मलाई भन्दा हुन्छ, म रुम व्यवस्था गरिदिन्छु। रुम चाहिँ अब यस्तो सेयरिङमा बस्नुपर्छ, त्यो अभियसली हो, र जस्तो भने त्यसै रुममा चाहिँ मैले चाहिँ गरिदिन सक्छु। अनि तिम्रो के छ यसको धारणा, कुन चाहिँ ठाउँमा बस्दा सजिलो हुन्छ? पहिला फर्स्ट आउँदा चाहिँ युनिभर्सिटीकै नजिक बस्दा हुन्छ होइन, तर अब अलि पछि भएपछि चाहिँ कामको युनिको भन्दा पनि ट्रेन स्टेसनको नजिक बस्दा चाहिँ अलिक सजिलो हुन्छ। मेन भनेको चाहिँ त्यो हो, किनकि अब बस चढेर ट्रेन स्टेसनबाट गएर ट्रेन स्टेसनबाट काममा जानुपर्छ भने त्यो डबल एक्सपेन्सेस हुन्छ, हो कि नै? बसको छुट्टै हुन्छ, ट्रेनको छुट्टै हुन्छ, त्यही भएर बसको घटाएर ट्रेनको नजिक बस्यो भने चाहिँ अझै सेभिङ हुन्छ। अझ मेरो चाहिँ के लाग्छ भन्दाखेरि अब आफ्नो 1-2 महिना भिजिसकेपछि दाइ तपाईँको काम जस्तै अब व्हाइट चामल काम छ भने तपाईँ व्हाइट चामल बेच्नदेखि त्यो एरिया बस्दा ठिक हुन्छ। किन भन्दाखेरि आफ्नो काम भनेको 4 दिन गर्न पाइन्छ, युनि भनेको 2 दिन हो। त्यही सधैँ लाग्दैन, युनि भनेको तपाईँको हप्तामा 3 हप्ता लाग्छ, 2 हप्ता लाग्दैन। त्यही भएर मेरो चाहिँ के लाग्छ भन्दाखेरि आइसकेपछि चाहिँ आफू पनि बुझिन्छ, 2-3 महिना बसेर आफ्नो युनिभर्सिटीभन्दा कामलाई नजिक बनाउने। युनिभर्सिटी त भनेको त 1 दिन जानलाई हो, त्योलाई ठुलो कुरो बिग डिल चाहिँ मलाई लाग्दैन। तिम्रो अरू के छ थप्ने यसमा? छैन नि है। अब यसो हाम्रो नेक्स्ट क्वेसनतिर जाऊँ होइन। मन्थली एक्सपेन्सेस र वेजेस स्यालेरीलाई कसरी म्यानेज गर्नुहुन्छ दाइ? यो त एकदम खत्रै टफ क्वेसन आइसकेको छ होइन। मन्थली एक्सपेन्सेस र हाम्रो यो स्यालेरीलाई कसरी म्यानेज गर्न सक्नुहुन्छ? कस्तो कति गाह्रो हुन्छ यो चाहिँ? अभियसली इन्टरनेसनल स्टुडेन्ट छौँ हामी, स्टुडेन्टको लागि अब यो त भनेको एकदम टफ नै हो। यसलाई कसरी चाहिँ व्याख्या गर्नुहुन्छ? यसलाई व्याख्या गर्नुपर्दा चाहिँ अब मन्थली एक्सपेन्सेस यो त अब काममा पनि पहिलो कुरो त कता काम पाछौ, कसरी अघि मैले भने जस्तै कामलाई नै जोडिने भयो। यो त अब आवरकै हिसाब आउँछ। अब तिम्रो यहाँ भनेकै त्यो अब 20 आवरभन्दा बढी गर्न पाइन्न स्टुडेन्टले चाहिँ। अब काम कतिको पाइएको छ भन्नेमा नि फरक डिपेन्ड गर्छ। अब 20 आवर जति तिमीले काम गर्न पाछौ भने 20 आवर भनेको आफूलाई एक्सपेन्सेस, मन्थली एक्सपेन्सेस युनि फी बाहेक 20 आवरले आफू चल्नलाई चाहिँ पुग्छ। एभरेज स्यालेरी, आफ्नो एभरेज स्यालेरीले हिसाब गर्दा पनि 20 आवर्स भनेको 1100 समथिङ त्यस्तै हो नि है। 1100 अहिले बढिया छ क्या हो, 1100 हो। त्यसले चाहिँ अब हामीलाई बस्न यता चल्न ओर्न पुग्छ। अब युनि फी नै तिर्न पर्दा चाहिँ यो हामीले काम अलिक बढी गर्नुपर्छ, काम खोज्नुपर्छ। गाह्रो हुन्छ त्यो, आफू पेलिन पनि सक्नुपर्छ। अब तिम्रो के छ यसमा?
अब त्यो म्यानेज कसरी गर्ने भन्दा नि अब फर्स्टमा चाहिँ आफ्नो स्यालेरी कति हुन्छ त्यही हेरेर एज अ एभरेज स्यालेरीको हिसाब गर्दाखेरि रुमहरू नि हेर्नु पऱ्यो नि त अब ऊ गर्नलाई अब स्यालेरी कम छ रुम चाहिँ होइन म सिङ्गलै बस्छु यहाँ उहाँ गर्छु भनेर चाहिँ त्यो चाहिँ हुँदैन त्यही अनुसारले रुमहरू हेर्नु पऱ्यो त्यही अनुसारले ग्रोसरीहरू गर्नु पऱ्यो फिजुल खर्च अलिक कम गर्नुपर्छ यहाँ आएपछि चाहिँ त्यही अनुसारले चाहिँ म्यानेज हुन्छ असाइनमेन्ट इक्जाम र पार्ट टाइमको प्रेसर कसरी ह्यान्डल गर्न सकिन्छ दाइ यो अब असाइनमेन्ट इक्जाम र पार्ट टाइम अब इक्जाम म चाहिँ असाइनमेन्ट मात्र हुन्छ मेरो इक्जाम केही पनि हुन्न त्यस्तो गाह्रो पनि छैन असाइनमेन्ट अब पार्ट टाइम काम भन्दा त अब त्यही अब काम त एउटा आफ्नो यहाँ पढाइभन्दा पनि अझ मेन चाहिँ हामीले फोकस बढी कामलाई गरिरहेको हुन्छौँ यहाँ हामीले अब सबैको त्यस्तै नै हो यहाँनिर कामलाई नै बढी फोकस हुन्छ असाइनमेन्ट त अब सेमिस्टर वाइज हामीले बुझाउनु पर्ने चिज हो यो आफैले बनाएर बुझाउनुपर्छ इक्जाम चाहिँ मलाई थाहा छैन मेरो इक्जाम हुँदैन यहाँको चाहिँ तपाईँको प्रेसर ह्यान्डल कतिको प्रेसर भयो तपाईँलाई आफ्नो नै त्यस्तो प्रेसर हुँदैन असाइनमेन्टको लागि सबै फर्मेटहरू सबै दिनु नै भएको हुन्छ हाम्रो युनिभर्सिटीबाट प्रोभाइडेड भएकै हुन्छ त्यो भएर यस असाइनमेन्टलाई त्यस्तो गाह्रो छैन मेरो पनि त्यही नै छ हाम्रो त मेरो त इक्जाम तपाईँको क्लासमा दुइटै नै हुन्छ यस्तो हुन्छ मेरो चाहिँ पोइन्ट अफ भ्यूमा चाहिँ असाइनमेन्ट चाहिँ मलाई एकदम सजिलो लाग्छ आफ्नै तरिकाले बनाउनु पाइन्छ तर इक्जाम चाहिँ हाम्रो चाहिँ इक्जाम गर्नलाई चाहिँ तपाईँको हलभित्र लगेर कम्प्युटरबाटै गराउने एमसिक्यू नै गर्ने भन्छ तर अलिकति प्रेसर चाहिँ इक्जाममा लाग्छ मेरो चाहिँ जस्तै अब इक्जाम अब यस्तो हुन्छ दाइ मेरो चाहिँ लाइफ के भइरहेको हुन्छ भन्दाखेरि मेरो काम हुन्छ काम गर्दाखेरि अब इक्जाम भन्दाखेरि इक्जाम र टाइम दिनलाई चाहिँ इक्जामलाई पढ्नु पऱ्यो हो नि त जस्तै असाइनमेन्टलाई त हामीसँग दुनियाँ अहिले ChatGPT छ यता छ उता छ त्यता रेफरेन्स लिएर हाल्न सकिन्छ इक्जामलाई त त्यो गर्न सकिएन त्यो त इक्जाम भनेको त ओपन बुक इक्जाम भए पनि सबै कुरो त्यहीँभित्र हुँदैन खोजेर गर्न टाइमै लाग्छ त्यही भएर इक्जाम चाहिँ मलाई अलिक बढी प्रेसर लाग्छ मेरो चाहिँ पोइन्ट अफ भ्यूबाट चाहिँ अलिकति इक्जाम नभइदिए नि हुन्थ्यो पढ्नु भन्छु मैले होइन मेरो सेमेस्टर वाइज चाहिँ तर असाइनमेन्ट चाहिँ एकदम सजिलो हुन्छ असाइनमेन्ट गर्नलाई चाहिँ त्यस्तो प्रेसर हुँदैन इजिली पास गर्न आफ्नो राम्रो नम्बर ल्याउन सकिन्छ राम्रोसँग तिम्रो कसरी ह्यान्डल गरिरहेको छु मेरो पनि एक्जाम चाहिँ हुँदैन भन्नाले अनलाइन एक्जाम हुन्छ त्यस्तो गाह्रो चाहिँ हुँदैन अनि यो असाइनमेन्टहरूको चाहिँ अगाडि नै डेडलाइन तोकिसकेको हुन्छ यतिको लागि हो भनेर त्यही भएर हामीसँग टन्नै टाइम हुन्छ अनि कामलाई त्यही अनुसारले म्यानेज गर्दा नि भयो त्यो असाइनमेन्टको गर्नुभन्दा अलिकति अगाडिदेखिबाट अलिक काममा अलिक अब नेक्स्ट क्वेसनतिर जाऊँ होइन अब एकदम धेरै भिडियो लामो नभनौँ पार्ट टाइम जब खोज्दा सिभी इन्टरभ्यू र एप्लिकेसनको लागि के टिप्स दिनुहुन्छ तपाईँले ल अब यो क्वेसन चाहिँ म अलि जानकार छैन है मैले त्यो मसँग सिभी भए पनि मैले सिभी कहीँ पनि बुझाउनु परेन इन्टरभ्यू पनि परेन र एप्लिकेसनहरू यताउति मैले केही गर्नु परेन म फर्स्ट म रेफरेन्सले गएको म कामको लागि मैले पहिला जहाँ काम गर्थेँ त्यहीँ छ अहिले मैले त्यहीँ मात्र गर्छु अन्त अहिलेसम्म कहीँ गरेँ होइन फर्स्टमा जुन गरेँ त्यसमै छु अब साथीहरूको भोगाइको अनुसारले मैले भन्नुपर्दाखेरि चाहिँ सिभी त मोस्ट इम्पोर्टेन्ट नै छ यहाँ सिभी जुन पाए त्यही हामीले नेपालमा युज हुने खाले सिभी फोटो राखेर जुन बनाउँछौँ नि त्यो चाहिँ अलिकति मिल्दैन यहाँनिर अलिकति नयाँ तरिकाले नयाँ त के नयाँ भनौँ जे होस् हामीलाई नयाँ लाग्छ होइन यहाँनिर चाहिँ के मेरो चाहिँ के देखाएको छ भन्दा यहाँनिर चाहिँ झिल्के नेपालतिर हामी झिल्के फिल्के फोटो हालेर अनि तपाईँको स्टेप बाई स्टेप गर्छौँ नि त्यो गर्नु भनेको यहाँ केही पात हुँदा यहाँ जस्ट सिम्पल बुझ्ने राम्रो हुनु पऱ्यो उसलाई ट्याग एट्र्याक्टिभ हुनु पऱ्यो भन्नाले फोटो राख्दैमा केही नि हुँदैन फोटो त राख्दै नराख भन्छ इभन युनिले पनि सिकाउँछ यस्तो कुराहरू चाहिँ तपाईँको सिबिसी बनाउनलाई चाहिँ तर यो फोटो चाहिँ नराख भन्छ प्लेन बना भन्छ मेरो चाहिँ है यस्तै हुन्छ त्यो सिभी बनाउँदा चाहिँ सिभीलाई चाहिँ त्यस्तो प्रेसर दिनु पर्दैन तर त्यस्तो नेपालमा जस्तो एकदम झिल्के बनाएर फोटो हालेर यहाँ गएर त्यहाँ गएर त्यो चाहिँ नगर्दा नि हुन्छ त्यो चाहिँ पुरो प्लेन सिभी बनाउने आफूलाई के चाहिन्छ मेन कुरा भनेको हामीले यहाँनिर स्किल चाहिँ सिकेर आउनुपर्छ एकदम आफू स्किल सिकेर आएपछि ल सिभी मात्रै बनाएर भने सिभीमा त दुनियाँ हाल्न सकिन्छ है मैले आउँछु भने अनुसारले आफूले प्रेजेन्ट पनि गर्न सक्नुपर्छ मेन कुरो भने त्यो हो एन्ड अहिले दाइले भने जस्तै मैले त यत्तिकै रिफरेन्स चाहिँ काम पाएँ भने सबभन्दा ठुलो भनेको यहाँ रिफरेन्स हुन्छ है तपाईँको सिभी भए पनि जेसुकै भने रिफरेन्स लगाइदिएर रिफरेन्स लगेर भने कामलाई चाहिँ गाह्रो हुन्छ सिधा आफ्नो सुरुमा आफ्नो तरिकाले जाँदाखेरि ल इन्टरभ्यू भने यो भने त्यो भने त्यो पनि आफूले प्रुभ गराउनुपर्छ रिफरेन्स भनेको चाहिँ रिफरेन्स कस्तो भन्दाखेरि म काम गरिरहेको छु मेरो थ्रुबाट कोही आउँछ भन्दाखेरि मेरोमा ठाउँ खाली छ मैले म्यानेजर तिमीहरू कोही छ लिएर आइदियो भने मैले मेरो आफ्नो मान्छेसँग उसलाई लग्दैछु उसले
तपाईँलाई चाहिँ जज गर्दैन कि मलाई जज गर्छ, यसले मेरो कस्तो काम गरेर आएको छ, मैले अब यसले लिएर आएको मान्छेले यसले भनेपछि सबै जिम्मा मेरो हुन्छ क्या। रेफरेन्स भनेको ठुलो कुरो हो। उसले राम्रो काम गर्दैन भने म नयाँ मान्छेले काम गर्दैन भने मैले खान्छु ब्लेम। त्यही भएर रेफरेन्स ठुलो कुरो हो। रेफरेन्स भनेको काम गराउने जस्तो ओनरलाई पनि मेरो तर्फबाट दिने, मेरो प्रेजेन्सबाट दिने हो, उसले मलाई हेरेर दिने हो। तर त्यो अनुसार मिट खाएन भने त्यो नआउनेलाई त केही पनि फरक परेन दाइ। तर जस्तै लगाइदिएको मान्छे तेरो मान्छेले यस्तो गर्यो हेर त भन्ने अब जस्तै अभियसली पाइन्छ कि दाइ। तिम्रो के छ यसमा इन्टरभ्यू एप्लिकेसन बनाउँदा कस्तो खाले बनाउनुपर्छ? अब हामीले चाहिँ अनलाइनमा गर्नुपर्ने हुन्छ होइन सबै। यहाँ चाहिँ डोर टु डोरमा गएर चाहिँ खासै डोर टु डोर गएरै पाउँछ कामहरू। तर अझै राम्रो कामहरू रिटेलहरूमा काम खोज्नु छ भने चाहिँ हामीले अनलाइनमै गर्नुपर्ने हुन्छ। अनि अनलाइनको उसमा चाहिँ हामीले एक्सपिरियन्स अब हजुरसँग रिटेलको छैन भने पनि हालिदिनु पर्ने हुन्छ सिभीमा चाहिँ। अलिअलि झुट बोल्दा नि केही भएन। अनि त्यही अनुसारले एप्लिकेसनहरूमा यहाँ त्यस्तै हुन्छ। मेरो नि खासै एक्सपिरियन्सै छैन यो उसको इन्टरभ्यूको पनि छैन एक्सपिरियन्स। नेक्स्ट क्वेसनतिर हामी अन्तिम आइसकेको छौँ। यो 9th क्वेसन रहेको छ। युकेमा बस्दा पैसा बचाउनको लागि तपाईँले फलो गर्नुभएको टिप्स के छ? राम्रो टिप्स यो क्वेसन मान्छेलाई मान्नुपर्छ त यार है। मेरो लागि पनि होइन जस्तो लाग्छ। होइन अब तर हो नि त। तर यहाँनिर चाहिँ के मेरो चाहिँ के धारणा छ भने आफूले कसरी म्यानेज गर्न सकिन्छ दाइ। म्यानेज भनेको 50 पाउन्ड नि हुन्छ, म्यानेज 200 पाउन्ड नि हुँदैन क्या। गर्ने आफ्नो गर्ने चाहना, आफ्नो गर्ने खर्चालु अनुसारले चाहिँ तपाईँको चाहिँ कसरी राम्रो टिप्स चाहिँ के छ त यसमा? अब सिधा भन्नुपर्दा अब आफ्नो युनि जाने टाइममा युनि जाने, सकेसम्म टाइम छ आफूसँग भने बस चढ्दा हुने ठाउँमा ट्रेन नचढ्ने, बसै चढ्ने होइन। अलिकति बस र ट्रेनको अलिकति बढी छ पैसा पनि, तलमाथि छ। टाइम छ भने है, फेरि टाइम छैन भने त त्यो पाटै फरक भइहाल्यो। मुख्य एउटा त्यो भयो। अब ग्रोसरीहरू पनि त्यही अनुसारले आफूलाई चाहिने बढी पनि नल्याउने, फ्याल्न पर्ने हिसाबले केही पनि सामान नल्याउने, युज पनि नगर्ने, आफूलाई जति चाहिन्छ त्यति गर्ने। अनि त्यसपछि अब उसले भनेको जस्तै फाल्टु खर्च, जस्तै अब बियरको पनि कुरो गर्दै थियो उसले। बियर अब त्यो खाने नि, अब यहाँ त खासै नर्मलै छ, त्यस्तो केही पनि भएन, खाना त भइ नै हाल्छ। तर त्यो पनि अब विकेन्डहरू हेरेर खाने मान्छेलाई भने है, फेरि नखानेलाई भने होइन, खाने मान्छेले चाहिँ त्यसरी खाने, अलिक कम गरेर। त्यही हो। अब अरू त आफूले गर्नुपर्ने खर्चहरू त आफूलाई चाहिने सामान त यसै लिनु परेको, गर्नु पर्यो। अभियसली आफू पहिला आफ्नो स्वास्थ्य राम्रो हुनु पऱ्यो नि त। फेरि जोगाउँछु भन्दा फेरि एकदम खाने नखाने, यति खाने एक टाइम खाने गऱ्यो भने चाहिँ फेरि त्यो यहाँनिर चाहिँ बेकारै हुन्छ है। त्यो भनेको अब आफ्नो काम गर्नुपर्छ। सबभन्दा पहिला चाहिँ मेरो मान्यता चाहिँ आफ्नो स्वास्थ्य राम्रो सबभन्दा पहिला, त्यसपछि बल्ल अरू हो क्या। हो कि आफ्नो स्वास्थ्य राम्रो छैन, आफूले खाएकै छैन भने कसरी चाहिँ त्यो आफ्नो काम कसरी गर्ने, कसरी ह्यान्डल गर्ने, प्रेसर ह्यान्डल गर्न सक्नुपर्छ। एन्ड मेरो चाहिँ के लाग्छ भन्दाखेरि जस्तै मैले कसरी आफ्नो एक्सपेन्सहरू अब घटाएर आएको छु भन्दाखेरि ग्रोसरी किन्दाखेरि यहाँनिर 2-3 4-5 धेरै ठाउँ छ ग्रोसरी लेख्ने। जस्तै आस्था, सेन्सबरी, टेस्को, निडिल, एक्सप्रेसहरूमा महँगो पर्छ। अफ लाइसेन्समा लास्टै महँगो पर्छ। तपाईँले कहाँ अगाडि लेख्नुहुन्छ भन्दाखेरि जस्तै अफ लाइसेन्समा 50 पाउन पाउने कुराहरू तपाईँ अब ठुल्ठुलो आस्था, टेस्को, सेन्सबरी, निडिल त्यस्तो ठाउँमा जानु भने हाफ प्राइस 20-25 पाउन्डमा चाहिँ तपाईँले आफ्नो त्यो अनुसारको ग्याप पर्छ कि तपाईँ चाहिँ हरेक कुराहरूमा। एन्ड तपाईँको कसरी एक्सपेन्सेस गर्नुहुन्छ भन्ने कुरा हो। हाम्रो अब चाहिएको कुराहरू लेख्ने, नचाहेको कुराहरू त किन लेख्नु पर्छ? दाइले भने जस्तै आफूले फाल्नुपर्छ भने चाहिँ त्यो नलेख्दा नि हुन्छ। एन्ड त्यही त अब जस्तो यो ठाउँमा नेपालबाट हामी यहाँ आउँदैछौँ भने चाहिँ नेपालमा 10% देखाएको छ भने यहाँनिर तपाईँको प्रोडक्टहरू, सामानहरू 100% 90% त देखेकै छैनौँ हामीले। यहाँ यसरी देखिन्छौँ भनेपछि यो पनि लेखौँ, त्यो पनि लेखौँ, यो नि गरौँ, त्यो नि गरौँ भन्छ। तर त्योभन्दा अगाडि आफूले माइन्ड मेकअप नै गर्नु सक्नुपर्छ। मलाई के चाहिएको छ अहिले सिचुएसनमा, मलाई के चाहिँ लेख्दा ठिक हुन्छ, मैले कुन स्टेजमा छु, त्यो चाहिँ आफूले चाहिँ मेरो चाहिँ त्यो धारणा लाग्छ। म कुन स्टेजमा छु तर मलाई के चाहिँ लेख्दा ठिक हुन्छ, आफ्नो घाँटीहरू हाल्न लिन सक्नुपर्छ नि त। त्यो चाहिँ यहाँनिर यो ठाउँमा आइसकेपछि चाहिँ घाँटीहरू हालिदिन सक्नुपर्छ। त्यो चाहिँ आफूले नै बुझ्नुपर्छ। तिम्रो चाहिँ के छ यसमा, कसरी म्यानेज गर, कसरी जोगाउँछौ पैसाहरू? मेरो नि त्यही नै हुन्छ खासै। त्यो अब हिँडेर पुग्नुपर्ने ठाउँमा बस नलिउँ, बसमा पुग्ने ठाउँमा सकिन्छ टाइममा पुगिन्छ भने ट्रेन नलिउँ। अनि अब त्यस्तै गरेर ग्रोसरीकै लागि हेर्ने हो भने चाहिँ अब त्यही अनुसारले लिएर आउनु पर्ने हुन्छ। फिजुल खर्ची चाहिँ हुँदैन। अनि टेस्को, लिडल त्यहाँ चाहिँ सस्तो पर्छ। तर एक्सप्रेस भनेको चाहिँ तिनीहरूभन्दा अलिक सानो हुन्छ, त्यही भएर त्यहाँ अलिक महँगो पर्न जान्छ।
अनि त्यहाँबाट चाहिँ अनि सबैले चाहिँ क्लब कार्डहरू लिडलको नि त्यस्तो त्यस्तो बनाइराख्यो भने चाहिँ अफरमा चाहिँ कममा पाइन्छ हामीले कति कुरा त्यो अब टेस्कोमा लिन गयो भने 18 पाउन्ड्सको चामल 11 पाउन्ड्स 12 पाउन्ड्स त्यतिमा नि पाइरहेको हुन्छ त्यही भएर क्लब कार्डहरू बनाउँदा अनि सबसे सस्तो भने चाहिँ यहाँ लिडल हो जस्तो लागेको थियो निडलले हो सबसे सस्तो निडलमा चाहिँ तपाईँ ग्रोसरी स्टोरहरू चाहिँ ग्रोसरी सामानहरू चाहिँ एकदम सस्तो हुन्छ निडलमा एन्ड यस्तो हो सस्तो चाहिँ अब जस्तै कहिलेकाहीँ टेस्कोले अफर लगेर हुन्छ कहिले सेसपेल लगेर हुन्छ आफूले एक्सप्लोर पनि गरिराख्नुपर्छ यस्तो कुराहरूमा एन्ड त्यही नै हो अब अहिलेलाई चाहिँ त्यस्तो पैसा जोगाउनु नै हो भने चाहिँ आफ्नो खर्चमा नि फरक पर्छ मेरो चाहिँ मैले कसरी गर्छु भन्ने अब एकदम चाहिँ पैसा जोगाउँछु भन्दा धेरै अब खाद्य नखानी गर्न नि भएन अब पैसा अब के छ र एक दिनको जिन्दगीमा म के छ र एकदम खोलेरै बाँच्छु भन्ने हो नि त त्यो त 200 पाउन्ड 300 पाउन्डले पनि इनफ हुँदैन वान नाइटमा नि जानु सक्छ त्यति त अब हाम्रो लास्ट तर्फतिर जाँदा लास्ट क्वेसनतिर जाउँ है त अब त्यही युकेमा आउन लागेको नयाँ इन्टरनेसनल स्टुडेन्टहरूलाई तपाईँले सबैभन्दा महत्त्वपूर्ण सजेसन के दिन चाहनुहुन्छ दाइ सबभन्दा महत्त्वपूर्ण लास्टको क्वेसन नाइस रहेछ अब अहिले अब नयाँ आउन लागेका यो इन्टरनेसनल स्टुडेन्टहरू चाहिँ यसलाई अब दुई थरी डिभाइड गर्छु है मैले एउटा मास्टर्सको लागि एउटा ब्याचलरको लागि मास्टर्सको लागि आउने विद्यार्थीहरूको लागि चाहिँ त्यति गाह्रो छैन सहज नै छ भनौँ न अब अर्को वर्षको लागि फी जोगाउनुपर्छ भन्ने छैन आफ्नो युनि हुनिजेल आफ्नो युनि हुने भनेको त्यही 9-10 महिना धेरैमा 12 महिना हुन्छ 12 महिनासम्म यहाँनै मात्र काम पायो भने पनि उसलाई आफू यहाँनिर चल्नलाई सहज हुन्छ अब स्टुडेन्ट लोन लिएर आएको छ भने पनि त्यो किस्ता मिलाउनलाई सक्छ मास्टर्सकोले चाहिँ अनि अब त्यसपछि त पिएचडब्ल्यू सुरु हुन्छ राम्रै भइहाल्यो पिएचडब्ल्यूमा सबैको राम्रै हुन्छ अनि आयो अर्को कुरो +2 सकेर आउने ब्याचलरको लागि चाहिँ अलिकति गाह्रै छ त्यति सजिलो छैन ब्याचलरको लागि अलि मेहनत बढी गर्नुपर्छ अनि अब पहिलो वर्ष त हामीले अब प्राय सबैले फी हालेरै हुन्छौँ नेपालबाट आउँदाखेरि दोस्रो वर्षको लागि त फेरि घरमै नेपालमै फी हाल्नु पर्यो त हामीले भन्न सक्दैनौँ त्यो माग्ने कुरा पनि हुँदैन त्यो हिसाबले गर्दा अब आफैले फी चाहिँ आफू धानिएर फी आउने नयाँ वर्षको लागि फी चाहिँ हामीले बनाएर राख्नुपर्छ तिर्नुपर्छ त्यो हुँदा अलिकति गाह्रो चाहिँ के अर्थमा छ भने काम सहजसँग काम नपाएकोले चाहिँ अलिकति गाह्रो त्यसमा मेरो धारणा सुनाउँछु नि त अब जस्तै अब तपाईँ कतिको इन्स्टल गर्न सक्नुहुन्छ भन्ने कारणले फरक पर्छ चाहिँ अब ब्याचलरमा आएर पनि काम नपाउने कतिजना देखेको छौँ हामीले अब मास्टरमा आएर पनि काम नपाउने कति देखिरहेको छौँ तर ब्याचलरमा पनि राम्रो गरिरहेको छ नि त मेरै सर्कलमा कतिजनाले अब तपाईँको यति काम गर्छ नि दाइ तपाईँको राम्रो ठाउँ पर्छ उनीहरूलाई राम्रो ठाउँ परेर अब जस्तै उनीहरूले आफ्नो फर्स्ट इयरमै आफ्नो जस्तै हाफ उता नेपालबाट लगाएर खर्च तिरेर पनि आफ्नो युनिभर्सिटी फी भ्याएका छन् होइन त्यो पनि छन् अब आफूसँग कति गर्न सकिन्छ र आफ्नो लकले पनि फेभर गर्नुपर्छ यस्तो फेरि त्यो तिर्नै नसक्ने अर्को वर्षलाई गाह्रो हुन्छ त्यो पनि हुन्न है फेरि जति पनि आछन् सबैले तिरेका छन् है तिर्न चाहिँ फेरि अलिकति गाह्रो मतलब अलिक बढी स्ट्रगल गर्नुपर्छ भन्ने कुरो मात्र हो है फेरि भनाइमा चाहिँ त्यो हुँदैन जस्तै गाह्रो सबैलाई गाह्रो हुन्छ आफूले कसरी दिन सकिन्छ भन्ने तर यहाँ आइसकेपछि हो सेकेन्ड टर्ममा चाहिँ सेकेन्ड इयरमा पैसा तिर्न सकिँदैन यहाँ तर आफूमा भर पर्छ फेरि तिर्न सकिँदैन भनेर हार मानेर बस्यो भने त्यो सकिँदैन अब सक्छु भनेर एकदम चिल्लाए कामै नगरिकन बसेर नि त्यो नि हुँदैन आफू त्यही नै हो लाइफ स्ट्रगल भने केही फेज नै हो अब हरेक ट्याकलहरूलाई कसरी चाहिँ आफूले नयाँ तरिकाले दिने के गर्ने अब जस्तै कामलाई कसरी ब्यालेन्स गर्ने म काम गरी भएर यसरी यो ठाउँमा काम गर्छु यति गरेर मेरो यो ठाउँमा यति तिर्न सक्छु म युनिभर्सिटी यति तिर्न सक्छु भन्ने सुरुबाटै प्लान बनाउनुपर्छ फर्स्ट इयरबाट चाहिँ तपाईँ मेरो धारणा के छ भन्दाखेरि म फर्स्ट इयरमा आएँ सेकेन्ड इयरको लागि तपाईँको पर मन्थ मैले 1100 कमाएँ भने तपाईँ 500 एक्सपेन्सेस राखौँ 300 नेपालै पठाए पनि 300 भनेको तपाईँको 60,000 हो दाइ
नेपाल महिना पठाए पनि अर्को 300 400 भनेको मन्थली वाइजमा सेभिङ गरेर राखिदियो भने चाहिँ एकदम इजी हुन्छ क्या आफ्नो लिमिटमा होइन त्यसरी लिमिटमा हिँड्नु पऱ्यो फेरि त्यो जस्ट पर मन्थ 400 तरिकाले सेभिङ गऱ्यो भने नि आधी फी जम्मा हुन्छ आधी फी जम्मा भइसकेपछि सेकेन्ड इयरलाई आधी फी जम्मा गर्ने त्यसपछि त्यसको इन्स्टलमेन्ट प्लान बनाएर अर्को वर्षमा आधी फी जम्मा गर्ने त्यो तरिकाले गर्दा नि त्यो तरिकाले धेरै गरिरहेको छ नेतातिर अब त्यो चाहिँ आफूले पनि कसरी गरिन्छ भन्ने कुरामा हो तिम्रो के छ यसमा चाहिँ अब मेरो लागि चाहिँ अब तपाईँहरूले अप्लाई गर्नु भएको छैन गर्ने सोचमा हुनुहुन्छ भने चाहिँ एउटा राम्रो चाहिँ युनिभर्सिटी सस्तो कुन छ त्यो हेर्नु अब यो कन्सल्टेन्सीहरूले भनेको चाहिँ धेरै जुन फाइदा आउँछ त्यसमै हालिदिन्छन् तर आफूले राम्रोसँग रिसर्च गरेर कुनको कति फी छ त्यही अनुसारले हेरेर आउँदाखेरि चाहिँ सबभन्दा सस्तो चाहिँ त्यो सबभन्दा राम्रो चाहिँ त्यो हुन्छ त्यसपछिबाट आएर भनेको यहाँ आएर सेभिङ हुन्छ हुँदैन त्यो यहीँ आएर तपाईँहरूको आफ्नो कसैले गर्नुहुन्छ के गर्नुहुन्छ त्यही अनुसारले भर पर्छ अनि अरू भने त्यस्तै हो युनिभर्सिटी राम्रोसँग चेक गरेर आउनु होला सबभन्दा महत्त्वपूर्ण कुरो भनेको चाहिँ युनिभर्सिटी मैले पहिलाको भिडियोमा पनि भनिदिएको थिएँ सबभन्दा पहिला हेर्ने भनेको युनिभर्सिटी चाहिँ हेर्नुपर्छ युनिभर्सिटी हेर्नुपर्छ भनेपछि चाहिँ कस्तो खाले युनिभर्सिटी हेर्नुपर्छ भन्दाखेरि आफ्नो युनिभर्सिटी कतिको सस्तो छ कतिको चाहिँ फी हेर्नुपर्छ मेन गरी भनेको होइन त फी नै त हो एकदम फी एकदम अघि जोड्यो अघि मैले जोड्न बिर्सेको थिएँ मेन त अब सकेसम्म त तिम्रो युनिभर्सिटी अलि लो फी भएको युनिभर्सिटी नै अब फेरि म पढ्छु नै भनेर केही गर्छु आफूले पढ्ने फिल्डमै म गर्छु भनेर आउने मान्छेलाई त्यस्तो मान्छेलाई चाहिँ मैले हाम्रो त्यो खाले मान्छेलाई यो भिडियो गरेर होइन अरू टपिकको हो यो टपिकको चाहिँ पढ्छु नै भनेर अब हामी पनि आउन त पढ्छु नै भनेर नै आउँ तर कोही चाहिँ हुन्छन् नि त अनि ठिक छ म एकदम पढेर यसमै गर्छु मलाई एकदम पढ्छु भनेर म यसै फोकस दिने भने फेरि पढाइ नराम्रो छैन फेरि पढ्न एकदम राम्रो छ युकेको सर्टिफिकेट पनि राम्रो छ तर जस्तै अब हामीले पढेर यसमै गर्छ भने चाहिँ त्यसलाई पढाइमा बढी फोकस दिनुपर्छ काममा बढी भन्नुहुन्न अनि त्यही अनुसारले आफूले दिँदाखेरि पनि अब त्यही अनुसारले यो त जस्तै अब म म्यानेजमेन्ट पढेर आउनु चाहिँ फाइनेन्सतिर पढ्नु भएको छ भने नि इन्टर्नसिपमा जाने यताउता गर्ने गऱ्यो भने पछिलाई अहिले 2-4 वर्ष गाह्रो हुन्छ आफ्नो होइन तर पछिलाई चाहिँ त्यतातिरको जब पनि राम्रो हुन्छ तर होइन आइसकेपछि म यहाँ जस्तो टेक्न मात्रै आउने हो आइसकेपछि म जे पनि गर्छु त्यसरी गर्छु यो तरिकाले गर्छु अब जस्तै हामी त आएको भनेको त आफ्नो जस्ट आम 2-4 वर्ष दुःख गरौँ त्यसपछि ब्याक टु जाउँ आफ्नो केही स्ट्याटस बनाऊँ आउँ भनेर आउने त हुन्छौँ नि हामी त्यसको लागि चाहिँ हामीले चाहिँ सुरुबाटै अब दिनुपर्छ आफ्नो चाहिँ ठिकै छ आजलाई हाम्रो यति 10वटा क्वेसन चाहिँ मेरो हाम्रो सागर भट्टजीले दिनुभएको 10वटा क्वेसनलाई चाहिँ हामीले अब आफ्नो भगाइअनुसार आफ्नो होइन आफूले देखेको आफूले जानेको अनुसार चाहिँ हामीले भन्यौँ होइन अब आफ्नो जानी नजानी हामीले प्रयास गऱ्यौँ होइन आफ्नो जिज्ञासा के छ राख्यौँ अब सबैको हामीले जस्तै सबैको हुँदैन सबैको डिफ्रेन्स नै हुन्छ भोगाइ मैले अघिदेखि नै भन्दैछु तिनजना पनि तिनवटा भोगाइ हुन्छ भनेपछि अब यो त युकेमा कतिजना छन् कतिजनाले यस्तो भिडियो बनाउलान् अब आफ्नो धारणा राख्ने हो जस्तै हामीले आफ्नो धारणा राख्यौँ त्यही नै हो अब उहाँको 10वटा क्वेसनको एन्सर चाहिँ हामीले अब आफ्नो भएअनुसारले आफ्नो लाइफमा म्याच अनुसार यसरी दियौँ होइन यो तरिकाले दियौँ मेन गरी तपाईँ युके आउनु चाहनुहुन्छ भने चाहिँ मेन भनेको चाहिँ तपाईँ आफ्नो मेन्टली प्रिपेयर हुनुपर्छ कि म यहाँ आइसकेपछि जे पनि गर्छु यो नि गर्छु त्यो नि गर्छु मलाई चाहिँ यो गर्दिनँ त्यो गर्दिनँ भनेर आउने तर पछि रुनी हो भने चाहिँ त्यो धेरै देखिरहेको छौँ त्यस्तो गरेर यति भन्दै आजको हाम्रो यो अनि अब हामी टुङ्गाउनै लागेको ल स्पेसल थ्याङ्क्स टु हाम्रो सागरजी यो क्वेसनहरू प्रिपेयर गरेर हामीलाई दिनुभयो हामीले जानी नजानी प्रयास गरेर आफ्नो कुराहरू राख्यौँ अनि यो भिडियो हेर्नुहुने सबैजनालाई पनि थ्याङ्क यू सो मच र यो भिडियोलाई लाइक सेयर सब्सक्राइब पनि गरिदिनु होला धन्यवाद दाइले भने जस्तै मैले पनि फेरि दोहोऱ्याएँ के छ कमेन्ट पनि गर्नुहोस् है के राम्रो लाग्यो के नराम्रो लाग्यो तपाईँ हजुरहरू यतै लन्डन युकेमै हुनुहुन्छ भने नि हामीलाई आफ्नो के छ जिज्ञासा सुनाइदिनु सम्झाइदिनु एन्ड के चाहिँ गर्दा ठिक हुन्छ यस्तो छ भन्नु हामीलाई पनि सिकाइदिनु सम्झाइदिनु है कमेन्टमा आएर भनिदिनु भने हामीले पनि सिक्छौँ अनि हाम्रो सानो प्रयास हो श्रोताहरूले बुझ्नुहुन्छ त्यही त भन्ने आशा छ ठिक छ अब यस्तै भिडियोहरूको लागि अब कस्तो अब हजुरहरूलाई केमा कस्तो कुन टपिकमा चाहिँ भिडियो चाहिन्छ कुन टपिकमा चाहिँ अलिकति ज्ञान यस्तो बुझ्न पाए हुन्छ भन्ने लाग्छ भने अभियसली कमेन्ट गर्नु होला यो टपिकमा बनाइदिनुहोस् न भनेर एन्ड हाम्रो नेक्स्ट एपिसोडमा हाम्रो नेक्स्ट भिडियोमा त्यो कुरालाई समेटेर हामी चाहिँ अब हजुरहरूको माझ लिएर आउनेछौँ आफ्नो दुःख आफ्नो भोगाइ आफ्नो सङ्घर्ष यति भन्दै आजलाई बिदा माग्न चाहन्छु हस् थ्याङ्क यू जय नेपाल